सेलरोटी खाने भयो यता आउनु चाहिँ लु ह्याप्पी दिवाली एभ्रीबडी ह्याप्पी दिवाली रोटी डढेछ किनकि अलिकति बेसी चिनी भएछ हो अन्त यो चाहिँ बिकज अफ माई सिस्टर मनिषा उसले चाहिँ दुईजनाको कम्पिटिसन हुन्छ दिवालीमा चाहिँ सेलरोटी छैन भने चाहिँ अब ठुलो चिज छैन जस्तै हुन्छ है त्यही भएर बनाएको हामी चाहिँ नेपालीको ट्रेडिसनल हुन्छ हाम्रो नेपालीको चाहिँ खास हो अनि यो छैन भने चाहिँ दिवाली हुँदैन नहुँदा हुन्छ यो चाहिँ हुनै पर्यो मासु भात चाहिँ है रक्सी चाहिँदैन यो चाहिँ हुने निवर्तीले कस्तो बनाउँछ हेरौँ कि लु अब हाम्रो मुन्ना दिदी हुनुहुन्छ हो वाउ निकाल्दै उयो गर्दैन निकाल्दैन